हामी चाहिँ अब बिहे खाइसकेपछि रिटर्न घर जाँदैछौँ धरान। हामी यहाँनिर बिहान अनि फर्किँदै गर्दाखेरि जाँदाखेरि चाहिँ फेरि केही मान्छेहरू चाहिँ प्यासेन्जरहरू छुटेछ। त्यही भएर फेरि विनोद भाइले मेरैमा कल गर्नुभयो, दिदी ड्राइभरको फोन लागिरहेको छैन, दिनुहोस् न भनिदिएँ। अनि त्यसपछि फेरि हामी खैरङ डाँडामा पुगिसकेको पनि फर्कियो गाडी गोरेटन मान्छे लिन। अनि हामी चाहिँ गफ गर्दै बिस्तारो गर्न ओह्रालो झऱ्यौँ, किनभने हामी चाहिँ अब फेरि फर्केर जान पाहाडको बाटो छ नि त, खाल्डाङ खुल्डिङ बल्ल त्यहाँ पुगेको, खैरङ डाँडामा पुगेको। अनि फेरि किन फर्केर जाने भनेर नजाने हामी चाहिँ बिस्तारो ओह्रालो झर्दै गर्छौँ। तपाईँ पुगेर आउनु भन्यौँ। अनि जाने क्रममा व्हाइट के कति राम्रो परेवाहरू पनि उडेको देख्यौँ। अनि साथसाथै हरियाली। एटलिस्ट हामी चाहिँ खुसी पनि मान्यौँ कि भने हामीले भिडियो बनाउनको लागि एकछिन भए पनि हरियाली आफू जन्मेको गाउँठाउँसँग रमाउन अनि भिडियो बनाउने मौका पायौँ। अनि त्यो व्यक्तिहरूलाई जुन छुटेको थिए नि प्यासेन्जरहरू, उहाँहरूलाई पनि मैले त मनमा नै धन्यवाद पनि दिएँ, किनभने उहाँहरू छुटिनुको कारणले नै हामीले भिडियोहरू बनाउनु पायौँ। यदि उहाँहरू नछुटिनु भएको भए हामी भिडियो बनाउन पनि पाउन्नथ्यो। अनि हामी चाहिँ बिस्तारै ओह्रालो झऱ्यौँ, तल रुङ्नुपर्छ अलिक राम्रो बाटोमा भनेर हामीले चाहिँ त्यो गोरेटो बाटो पुरानो हुन्छ नि जुन गोरेटो बाटो, त्यहाँदेखि चाहिँ ओह्रालो लाग्ने निर्णय गऱ्यौँ। अनि 3 जना ओह्रालो लाग्यौँ बिस्तारै। साबिकको मान्छे हिँड्ने गोरेटोको बाटो चाहिँ हामी त्यस पछाडि ओह्रालो झऱ्यौँ। कान्छी चाहिँ बिहानै आल्चा अनि नुन खाँदैछिन्। बहिनीले चाहिँ हामी चाहिँ गफ गर्दै झऱ्यौँ। यही बाटो तल पुग्छ भनेर फुपूले सोध्नुभयो मलाई, यहाँदेखि जान्छौ दया भन्नुभयो। भने अनि त्यहाँदेखि गयौँ बिस्तारै गफ गर्दै। हेर्नुहोस् त गाउँघर कति रमाइलो, हरियाली, अर्ग्यानिक खानेकुराहरू, इस्कुसको मुन्टा, अर्ग्यानिक पानी, आफ्नै जमिनमा निस्केको खोलादेखि आएको पानी। गाउँघरको हुन्छ नि वातावरण नै छुट्टै के भन्नु, मलाई त भन्न पनि आएन। के हुन्छ नि त्यो अर्ग्यानिक के वातावरण हेर्नु त, मुन्टा इस्कुसको कति राम्रो, छुट्टै आनन्द हुन्छ के। अनि यो ठाउँ चाहिँ साबिक पहिला चाहिँ खैराङ गाविस भन्थ्यो, यो ठ्याक्क गाविस भवनको आसपास हो। त्यहाँ चाहिँ हामी वडा स्तरीय भलिबल हुँदाखेरि पनि भलिबलहरू खेल्न आउँथ्यौँ। त्यो गाविस भवन थियो। अहिले चाहिँ हतगढी गाउँपालिकाको वडा नम्बर 4 को चाहिँ वडा कार्यालय बनाइएको रहेछ। जुन यो देखिनु भएको छ नि, यो चाहिँ हतगढी वडा नम्बर 4 को वडा कार्यालय बनाइएको रहेछ। यो चाहिँ पहिला थियो नि, साबिक चाहिँ यसलाई चाहिँ खैराङ गाविस भनिन्थ्यो। यो ठाउँमा चाहिँ हामी भलिबलहरू खेल्न आउँथ्यौँ पहिला वडा स्तरीय। जुनसुकै कार्यक्रमहरू हुँदाखेरि पनि हामी उफ्रिँदै आउँथ्यौँ क्या, त्यहाँनिर भाग लिनको लागि, समावेश हुनको लागि। अनि प्लस पोइन्ट त्यहाँ चाहिँ के थियो भने चुनाव हुँदाखेरि पनि हामी त्यहाँनिर भोट लाउन चाहिँ आउँथ्यौँ कि। गाविस भवनमा हरेक कुराहरू कार्यक्रमहरू हुँदा सुरुमा चाहिँ गाविस भवनमा हुन्थ्यो क्या। त्यो भवनमा हरेक कुराहरूको जानकारी हुन्थ्यो। अनि स्कुलमा हुन्थ्यो पहिले चाहिँ। अनि त्यसरी हामी चाहिँ आउँथ्यौँ। अनि यो जुन देखिएको दोकान चाहिँ हाम्रो फुपूको छ, कान्छी फुपूको। अनि उतापट्टि चाहिँ हाम्रै दिदीको घर हो। अनि त्यहाँ म हेर्दै जाँदाखेरि यस्तो राम्रो एउटा फुल देख्छु क्या। त्यो त त्यस्तो फुल चाहिँ डल्लो भएको चाहिँ यो फुल चाहिँ धरानमा मात्रै देखिन्थ्यो। अन्त यहाँ पनि एउटा लिएर रोप्नु भएको रहेछ, कस्तो राम्रो फुल फुलेको क्या। अनि डल्ला पनि फुल फुलेर पनि सायद उसको फल लागेको होला, डल्ला। अनि त्यो चाहिँ कस्तो राम्रो फुलेको क्या बाटैमा पनि। अनि मैले चाहिँ त्यसलाई छुएँ पनि हो।
कस्तो राम्रो लाग्यो कि नजिकबाट निहालेर हेर्ने मौका पनि पायौँ हामी कान्छी र मैले दुईजनाले छुयौँ पनि नर्सरीमा पाउँछ हो कस्तो राम्रो के आहा 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 साह्रै राम्रो अनि बिस्तारै अगाडि बढ्दै गयौँ अनि अगाडि बढ्दै जाँदाखेरि चाहिँ पहाडको अर्गानिक कान्छीले आरु देख्यो कि अनि आरु देख्यो अनि आरु देखेपछि आहा दिदी रेन के गर्ने त अब अर्काको आरु अनि हामी अब त त्यहाँ फलेछ मात्र ढुङ्गा खोज्दा देउतै मिले भने जस्तो क्या तलदेखि काकी आउनुभयो अनि कस्तो त नि आजको आजै घर हो अनि काकी अनि नानी भेटी गएको छ नि आपालाई भेटे आमालाई भेटिन अनि आएपछि त्यहाँ जानु पुग्ला अस्ति निस्केको हौ काकी अस्ति निस्केको काकी कस्तो त अनि फर्किगएको त अनि धरानमा होइन हजुर काकी के गर्नु काकी यस्तै छ आमा तल हुनुहुन्छ भेटेन अहिले हल्ला गर्नु हुँदैन फुपूको यो हामीले खेद्नुहुन्छ फुपूले अरे क्या टङ्की काकी भयो काकी भयो भयो पुग्छ काकी यहाँ माथिदेखि चाहिँ झरेको हामी सर्टकट अब यस्तो छ यो चाहिँ काकीको घर छोडियो अब यहाँदेखि गाडीको बाटो आउँछ अनि सरी हामी चाहिँ यहाँदेखि घर जाने यो चाहिँ हाम्रो खैराङ डाँडा पनि भन्छ यसलाई पहिले त हामी त सानो हुँदाखेरि यतातिर खेलेको हुर्केको यो बाटो हिँडेको अनि म अलिकति तलतिर पुगेपछि चाहिँ हाम्रो बारी के भन्छ खेतबारी देखाउँछु हौ त्यो खेतबारीमा चाहिँ म गएको धान हजुर मैले उलाई क्या बलको बोकिराख भनेको त्यही हो ला दबाई खाँची म कान्छी मिठो छ अरूको आल्मोन्ड जस्तै छ होला होइन यसरी हामी चाहिँ अब कान्छीलाई माथि काकीले दिनुभएको आरुहरू पोलिथिनमा लाउँदै खाँदै ओह्रालो लाग्यौँ अनि त्यस पछाडि हरियाली डाँडाकाँडाहरूलाई चाहिँ निहाल्दै हामी ओह्रालो धरानतर्फ लाग्यौँ धरानतर्फ लाग्दै गर्दाखेरि चाहिँ कुनै ठाउँमा डाँडाकाँडा हरियाली यति रमणीय ठाउँ छ हाम्रो भोजपुर अनि हामी चाहिँ ओह्रालो लाग्यौँ पुलमा पुग्यौँ आज चाहिँ हामी फर्किँदै गरेको हो सकेपछि फेरि यो ठाउँ चाहिँ तपाईँहरू कहाँ चाहिँ भन्नुहुन्छ भने यसलाई चाहिँ हामी दुधकोशी हो यो चाहिँ दुधकोशीले चाहिँ भोजपुर र उदयपुरलाई सिमाना छुट्याइएको छ उता चाहिँ भन्यो उदयपुर जिल्ला बेलाका नगरपालिका पर्यो ठाउँ चाहिँ ठ्याक्कै मैनामैनी भन्छ होइन उता चाहिँ अनि यता चाहिँ हाम्रो यो भोजपुर ठ्याक्कै यहीँदेखि नै भोजपुर हत्तगढी गाउँपालिका टेकियो साबिक हसनपुर गाविस भन्थ्यो भने अहिले चाहिँ हत्तगढी गाउँपालिका वडा नम्बर 9 भनेर चिनिएको छ यो ठाउँलाई चाहिँ यस्तो छ यहाँ चाहिँ धमाधम निर्माण कार्य भइरहेको छ अनि अब हामी चाहिँ यसरी अब चाहिँ हामी पानी बोटबाट चढेर जाने हो पारिपट्टि गाडी लागिरहेको छ त्यो पारिपट्टिदेखि चाहिँ गाडीबाट जाने हो हामी चाहिँ सर्टकट बाटो रोज्यौँ यतादेखि झर्ने भनेर यहाँनिर पानी बोट छ पानी बोटदेखि जाने भनेर चाहिँ उहाँहरू अगाडि बढिसक्नु भएको छ फुपू र बहिनी यसरी हाम्रो यात्रा चाहिँ आजको चलिरहेछ हत्तगढीदेखि हामी चाहिँ फर्किँदैछौँ बिहे खाएर हामी त्यो पारिपट्टिदेखि नै हिजो आएको हो आज यहाँ बोर्ड देख्यौँ कि बोर्डबाट चाहिँ अलिक चाँडो हुन्छ भनेर अनि यो भन्नुहुन्छ भने यहाँनिर दुधकोशीमा चाहिँ यो यहाँ माथि झोलुङ्गे पुल मात्र भएर चाहिँ यहाँ पिच
भोजपुर र उदयपुर जोड्नको लागि बनाइँदै गरेको हो। यो बनाइँदै गरेको भग्नावशेष यो चाहिँ अस्तिको बाढीले लगेर चाहिँ यस्तो भएको हो। अब योलाई चाहिँ सायद अहिले यहाँको स्थानीयवासीको भनाइअनुसार सुन्नमा आएछ कि यो चाहिँ अहिले अब तत्काल चाहिँ निर्माण हुँदैन, अर्कै ठाउँ निर्माण गर्नुपर्ने हुन्छ। यो प्राकृतिक प्रकोपको कारणले यस्तो भयो भन्ने खालको कुरा आइरहेको रहेछ यहाँनिर चाहिँ। अब हेरौँ के हुन्छ। तर एकदमै यो ठाउँमा चाहिँ हामी जनता छौँ नि, जनता चाहिँ एकदमै दुःख पाइरहेछौँ। यसरी बर्खाको टाइममा पनि झोलुङ्गे पुलमा आफ्नो सामान बोकेर यही झोलुङ्गे पुलबाट आफ्नो सामान बोकेर चाहिँ वारिपारी गर्नुपर्ने हुन्छ। यो ठाउँलाई चाहिँ चुवार पनि भन्छ र चुवारको बाटो पुल पनि भन्छ। यहाँदेखि चाहिँ अस्तिको यो जुन प्राकृतिक प्रकोप आएको थियो नि त्यतिखेर उहाँ दाइ हिँडेको ठाउँमा त यो सबै भत्काएको थियो क्या पुल। अनि फेरि यहाँको स्थानीयवासी मिलेर चाहिँ बनाइएको हो। त्यसलाई मर्मत गरेर त्यो जतिखेर पनि जे पनि हुनसक्छ। सरकारको ध्यान आकर्षण चाहिँ यतातिर हुनु पऱ्यो कि यो बाटोमा अब उदयपुरपट्टिका जनता र भोजपुर हत्तगढीको जनताले चाहिँ माग राखेर चाँडोभन्दा चाँडो यो बाटो बनियोस्, पुल बनियोस्, पिच रोड बनियोस् भन्ने चाहिँ आवाज उठाएर चाहिँ चाँडोभन्दा चाँडो बनायो भने हामी जस्तै यसरी हामी यो सर्वसाधारण जनतालाई चाहिँ हिँड्नको लागि शास्ति भोग्नु नपर्ने भन्ने भनाइ चाहिँ मेरो रहेको छ। अनि मेरो माग पनि हो कि यो बाटो चाहिँ चाँडो बनियोस्, पिच भयो भने हामी आफ्नो साधन पनि आफै लिएर आफ्नो घरसम्म पुग्न सकौँ भन्ने मेरो चाहिँ कुरो हो। हाम्रो यो जुन छ नि सरकार, स्थानीय सरकार, उहाँहरूले चाहिँ चाँडोभन्दा चाँडो चाहिँ यतातिर ध्यान आकर्षण गराउन चाहेँ म पनि। किनभने मैले पनि यसरी यो वर्षमा आफ्नो जन्मथलो 1-2 चोटि निस्किँदाखेरि यसरी शास्ति खेप्नु परेको छ। यो शास्ति चाहिँ मैले पहिले जब गर्दाखेरि पनि यस्तै थियो होइन, अहिले पनि यस्तै छ। हामी ग्रामीण क्षेत्रको जनताले चाहिँ कहिलेसम्म चाहिँ यसरी भोग्ने हो त? ल कहिलेसम्म खेप्ने? हेर्नुहोस् त यो बाटो यस्तो छ। अब चाहिँ बोटमा जाँदैछौँ। पानी बोट यहाँ आइरहेको छ, यहाँ छ। यो पानी बोट जानको लागि पनि त यति धौधौला, हेर्नु त यसरी छ। ओहो ल गोरेडन यो चाहिँ पानी बोट हो, जेट बोट। यहाँदेखि चाहिँ हामी चतरा घाटसम्म जानेछौँ। अब म यहाँहरूलाई पनि देखाउँछु। तर बाटो चाहिँ यस्तो छ, यहाँदेखि झर्ने। अनि म चाहिँ कसरी पस्ने हो यहाँ? अनि यो ब्याग लिन त यो पहिला फुपू। के अरे एउटा बोरो भन्दा नि हो। बोरो भन्दा डबल लाउन खोजेको बोरै हो। बोरो कल्चरका मान्छे चाहिँ बोरो भन्नु, साथी भन्छन्, हामी चाहिँ बोरालाई बोरो भनिदिन्छ। ए मेरो बोरो भनेको छैन होइन, हाल्छ घरमा टिपेको अघि। ए हाल्छ, किनेर हाल्छ कि गोविन्द गाडी लगाएको। ए है त्यही त लिची बोक्नु भएको छ कुमार दाई भनेको, बोकेको छैन भन्नुहुन्छ।
आइपुग्यो यो भित्र कति माछाहरू अहिले त होला है क्या हँसाइदिएको होइन क्या साँच्चै भनेको त यही टाइममा मार्छ होइन र माछा बढी हिउँदमा भन्दा हो र कति केजीसम्मको 35 किलोसम्मको मार्थ्यो एउटै अनि त्यो माछा चाहिँ कहाँ लान्छ बेच्नु तलतिर लान्छ गोच माछा भने कि लिम्बू माछा ए है हिजो आएको भए यहाँ लिम्बू माछा थुप्रो बेची उयो मारेको थियो अरे लिम्बू माछा गोच माछा राईले खानु हुँदैन लिम्बू माछा हुन्छ त यहाँ पुगेको छैन त म सिट्टी बजाइदिन्छु अब मान्छे आउँछ कि नहाँस्नु न चलो 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 अब त हामी जाने बाई बाई हामी जाने अब चुवारबाट बाय बाय बड़ा मजा आया आनन्द भइरहेछ स्वर्ग फिल भइरहेछ सप्तकोशी नदीमा चाहिँ केपी भएको यो के हो केपी भएको कि पानी जहाज यतातिर चाहिँ हाम्रो गोरेडर जाँदै
एकजना मान्छे लिन पर्ने रे हामी चाहिँ फाइनली होइन सोचीको बिहे खाएर होइन हामी चाहिँ झरेको फेरि वापस हामी कहाँ हुन्छ कोही हिजो मात्र हामी निस्केको धरादेखि होइन धरादेखि हामी यहाँ चाहिँ यसरी सुविधा चाहिँ ठाउँ ठाउँमा पानी बोटको सुविधा चाहिँ यहाँनिर यसरी नानीलाई चाहिँ लिनको लागि टिप्नको लागि यहाँनिर आएको छ यस्तो छ यो नानी चाहिँ अब हामीले यो बोटमा लगेर जानुपर्ने रहेछ मान्छे हात दुखो नथिच न आइया भयो आइया भयो आइया यी नानी रहेछन् अन्तिममा हेर्दाखेरि यी नानी चाहिँ चिनेको मान्छे जस्तो छ हाम्रो जङ्गे दाजुको छोरी रहेछ यी नानी चाहिँ मैले चिने पानीबोटको यात्रा त मिठो रहेछ नि कान्छी शीतल क्या गर्मीमा है पानीमाथि चढेर होला पानी जहाजमा उडेर होला यति शीतल यति आनन्द महसुस भइरहेको
अहिले हामी चढेको ठाउँदेखि चाहिँ यहाँ पर पुग्नको लागि चाहिँ ठ्याक्कै तपाईँको भन्नुहुन्छ भने 20 मिनट। तर त्यो माथिको बाटो चाहिँ अगाडि बाटो बर्खाको टाइम भएपछि बाटो नपाउने हामी भोजपुर जिल्लाको दक्षिणमा बस्ने जुन मानिस छौँ हाम्रो जनवसति एकदमै कठिन थियो क्या यातायातको लागि चाहिँ। अहिले चाहिँ यो पानी जाँदाखेरि हाम्रो लागि सुविधा भएको छ, तर यो अलिक महँगै पनि छ पर यात्री साथै। तर यस्तो छ भने अब हामी मान्छेले हिँड्नै पर्ने हुन्छ क्या बाध्यता। आफ्नो ज्यानलाई त अहिले समयमा त अब के हुन्छ त्यो जोखिम बोलेर त्यो बाटो त्यसरी हिँड्न चाहिँ हामी अलिक मनले नमान्दो रहेछ। त्यही भएर अहिले चाहिँ हामी यतातिर बोल्दै बाटो
सोध्नु